वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ हामीहरू ताक्साङ जाँदैछौँ। यता ताक्साङ बेसमा अहिले पुगिसकेको छ यहाँ मुनि होइन। र यहाँनिर गाडीहरू नि यहाँनिर पार्किङ गरेछ यहाँ मुनि। र अहिले चाहिँ यहाँनिर हेर्नुहोस् सबै गाडीहरू पार्किङ भइसकेको छ होइन। र अब चाहिँ हामीहरू यहाँनिर लाग्यौँ है माथि ताक्साङ बेसबाट ताक्साङपट्टि लाग्यौँ है त ल दुईजना। बाबा हेलो गर्नु त, हेलो भन्नु नि। हेलो। अब हामी दुईजना चाहिँ लाग्यौँ यहाँ त ताक्साङ बेसतिर होइन। र अब कस्तो हुँदो रहेछ देखाउँछ। र यहाँनिर आज राइडर ग्रुप भन्ने आएको रहेछ यहाँ मुनि। बाइकहरू नि राखेको छ टक्कैसँगले। र यहाँनिर गाडीहरू सबै छ्याप्पै छ। र अब चाहिँ हामीहरू लाग्यौँ यहाँ त्यहाँबाट दुईजना मात्रै छौँ होइन आज। सो ओके, मान्छेहरू एकदम ताक्साङ बेसमा कति बेसी भेला भएको छ हेर्नु यहाँ पर। गेस्ट टुरिस्टहरू रहेछ आज। ओके, आजको यताबाट आउनु भयो। आजको दिन चाहिँ भप्पल हुनेछ साथी हो। बाटोहरू एकदम हेभी हिलो भइरहेछ आज चाहिँ। र ओके, अब चाहिँ हामी भर्खर स्टार्ट मात्रै गरेछ। कतिजना चाहिँ ताक्साङ बेसबाट फर्किसकेका अवस्था छ यहाँनिर एकदम फर्केर। कोही उमाथि यहाँनिर उनीहरूको ब्रिफिङहरू होला सायद भइरहेछ माथि हेभीसँगले होइन। सो कतिजना आइरहेछ। एनिवे आज चाहिँ एकदम दामी इन्जोयबल भएको छ डे चाहिँ। एकदम घाम पनि लागिरहेछ मजाले होइन। सो आजको दिन चाहिँ जे होस् बब्बल हुँदैछ है। यहाँ माथिल्लोपट्टिबाट चाहिँ म देखाउँछु यता ताक्साङ बेसको भ्यू चाहिँ। पैदल जाँदाखेरि चाहिँ हिँडेर अलिकति साह्रो पर्नेहरूलाई चाहिँ यहाँबाट घोडाहरूको पनि छ व्यवस्थाहरू एकदम दामीसँगले छ। घोडा चढेर जाने पनि एकदम छ यहाँनिर। सबै यहाँ बेसबाट अब स्टार्ट गर्दैछ, झर्ने स्टार्ट हुँदैछ। यहाँनिर सानो बच्चा पनि रहेछ यहाँनिर घोडाको बच्चा। नालिया ताक्साङ बेस नालिया त कम्ती भयो नि 1400 अनि गेम जिसी देनी ना अच्छा डीबी की कम चुमाश डीबी की से मूला ने ना मैं महंगा देखो जीता था ये से मूला लस लस कता हिनेको बिजुली बालेर हट भएर पट भएर आज लागेकै बिजुली बालेर चाहिँ दुई भाइ चाहिँ ठक्कै यहाँबाटै। बा कस्तो हुँदैछ? बा कोही फर्स्ट टाइम अरे? फर्स्ट टाइम अरे? फर्स्ट टाइम अच्छा। बा के भन्ने यहाँनिर हेर्नेहरूलाई? एकदमै राम्रो हो, सबैजनाको यहाँनिर सबैजना राम्रो हो भन्ने मेरो विचार छ, मनमा छ। अन्त त्यति नै अब त्यति नै भगवान्ले हामीलाई सधैँभरि हेरिरहोस्। हामीलाई सबैजना हाम्रो गाउँघरमा नि सन्च सुविस्ता बस्नु पाऊँ हामी सबैजना। त्यहाँबाट त्यति नै हो। हजुर साह्रो पर्छ। ओके अलराइट, अब चाहिँ आफ्टर हाफ एन आवर कन्टिन्युस तलबाट चढेको देखिन्छ। अहिले चाहिँ फाइनली हाफ वेमा आइसकेको छ। हाफ वे मिड वेमा आइसकेको छ। यहाँनिर चाहिँ घोडाहरू यता चाहिँ घोडाहरू यहाँसम्म आउँछ नि त। यहाँबाट ऊ चाहिँ घोडाहरू जाँदैन साथी हो। ल म घोडाहरू नै उतापट्टि गएर माथि देखाउनु चाहिँ नि तपाईँहरूलाई। सो अब चाहिँ हामीले अलमोस्ट हाफ वेमा पुगिसकेको छौँ। एन्ड देन यहाँबाट चाहिँ जति घोडामा आउनेहरू चाहिँ यहाँबाट आउँदा चाहिँ घोडा चढ्दैन, फेरि हिँडेर जानुपर्छ नि। ताक्साङ चाहिँ अलमोस्ट लाइक अब चाहिँ यहाँबाट पुगिसकेको छ माथिल्लोपट्टि। यहाँनिर नजिक देखाउँछ घोडाहरू चाहिँ। यहाँनिर घोडाहरू सबै यहाँ मान्छेहरू लिएर आएर चाहिँ यहाँ बसिरहेको अवस्था रहेछ घोडाहरू ठक्कै। यहाँनिर चाहिँ घोडा लिएर आउने मान्छेहरू चाहिँ यता चाहिँ यस्तो मजाको छ यहाँनिर हेर न होइन। सो अब बेसी यताउता टाङ टिङ नगरिकन ठक 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 हिँडिन्छ। भरे फेरि इनकेस पानी पऱ्यो भने चाहिँ एकदमै गाह्रो हुन्छ नि त होइन। एकदमै गाह्रो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ हामीहरू हाफवे आइपुग्यो, आधी बाटो आइपुग्यो होइन। You came from Bangalore. Bangalore, okay. How about you? I'm local. Local? Oh, Yes. Super. You alone? Yeah. Where's your guide? Others have stopped by the cave. The point in 2 hours 15 minutes. 2 hours 15 minutes. Yes. You came early morning? I left at 7, so 9:15 I was there.
Wow, that's amazing. No, It's I think amazing. you guys make You it are so faster. great. Okay. Take care. बा उ यहाँ बस्नुपर्छ बखुहरू मिलाउनुपर्छ होइन त्यहाँबाट मात्रै जानुपर्छ त्यस्तै होस् अहिले उ यहाँ छ बस्ने ठाउँ बखु खोलेर मिलाउनु र अब चाहिँ यहाँ माथिल्लोपट्टि पुरा बखु सखुहरू मिलाएर चाहिँ गइन्छ है त सट्टै आएपछि लागेकै पर गएर भाङभित्र पसिन्छ होइन त्यहाँबाट चाहिँ माथितिर नि गइन्छ सो ओके अब चाहिँ म सबै कुराहरू देखाउँदै जानेछु है त यहाँनिरको बारेमा चाहिँ तिमीहरूलाई थाहा छ कि छैन यहाँनिर यो होकाको बारेमा चाहिँ यहाँनिर चाहिँ दुलो छ नि त यहाँबाट मुनि यस्तो पस्ने यहाँबाट दुलो छ यहाँबाट पसेर चाहिँ यहाँ माथिल्लोपट्टिबाट निक्लिने केप चाहिँ साथी हो यो केपमा चाहिँ यहाँनिर मैले पहिला साथीहरूले कुरा गरेको सुन्दाखेरि चाहिँ होइन त्यो तलबाट पसेर चाहिँ यस्तो माथिबाट निक्लिन सक्यो भने चाहिँ एकदम पाप नगरेको मान्छे चाहिँ त्यसरी निक्लिन सक्छ अरे नि त र त्यहाँनिर इनकेस त्यहाँभित्र अड्क्यो छिर्नु सकेन भने चाहिँ पुरा पाप गरेको भनेर त्यस्तो खालको एउटा बिलिफ छ नि त होइन पहिलाको सो त्यो कति कुरा चाहिँ राइट हो होइन चाहिँ मलाई थाहा भएन तर त्यहाँनिर चाहिँ म पनि पछि हेरेको थिएँ तर बखु चाहिँ एकदमै खत्तमै भएको थियो क्या खत्तमै त्यहाँभित्र धुलोले चाहिँ र त्यहाँबाट चाहिँ मैले ट्राई पनि गरिनँ छिर्नु चाहिँ छिरेँ म हो तर बखु चाहिँ एकदमै खराब भएको थियो र त्यहाँबाट चाहिँ म छिरेको छुइनँ त्यहाँभित्र फाइनली गाइस ताक्छाङ पुगेको छ ताक्छाङ लुक एट हियर ब्रो लुक एट हियर व्हाट इज रिटन अन दिस बोर्ड लुक एट हियर गाइस लुक एट हियर होइन यस्तो खालकोहरू चाहिँ पढेर हेर्नु है साथी म चाहिँ पढ्नु भ्याएन फाइनली ताक्छाङ चाहिँ अब यहाँ भ्यू पोइन्ट चाहिँ आइसकेको चाहिँ वाउ दिस इज द भ्यू पोइन्ट लुक एट हियर गाइस सबैजना चाहिँ यहाँनिर हेरेर बसिरहेको छ अब यहाँबाट चाहिँ डाउन जानुपर्छ मुनि अलिकति डाउन हिल जानुपर्छ लुक एट हियर अब चाहिँ टट्टली हामीहरू उँधो डाउन जानुपर्छ डाउन स्लप जानुपर्छ मुनि हेर्न यस्तो उकालो चढ्यो होइन उँभो आयो अब फाइनली चाहिँ फेरि उँधो झर्नु परेछ उँधो लुक एट हियर मुनिको यस्तो दामी दामी ग्रिनेरिसहरू छ होइन साइडमा ठक्कै गरेर म अब चाहिँ परको पुरा भ्यूहरू देख्नु थालेँ भ्यूहरू परको हेभी भ्यूहरू देख्दैछ है ओके यहाँनिर चाहिँ ओके बाटो चाहिँ एकदम यहाँनिर चाहिँ नेरो छ साथी हो नेरो यहाँको बाटो चाहिँ होइन 1 बाई 1 क्रस गर्नुपर्छ यहाँको चाहिँ एकदम सो ओके म बतासिमा क्राउडेड गम्चिमा सो क्रेजी गाइस यस्तो साह्रो आज समरमा पनि यति साह्रो गेस्ट आउँछ भनेर सोचेकै थिइनँ क्या मैले यहाँ लुक एट डाउन दे यहाँ यस्तो बेसी रहेछ नि गेस्टहरू समरमा एक्चुली यो त अब यतिखेर त अब सिजन अब अलिकति डाउन हुन थाल्यो नि त त्यसले गर्दा अलिक कम्ती हुन्छ भन्नु म एक्सपेक्ट गरेको थिएँ तर लुक एट हियर गाइस यस्तो खालको छ यहाँ हेर्दा मान्छेहरू कति क्राउडेड छैन फोटो खिच्नु पनि पाएको छैन लु यस्तो साह्रो चाहिँ मैले आज हेर्न हेर्न जहाँ गएँ त्यहीँनिर छ फोटो खिच्नेहरू आज फोटो खिच्ने पनि चान्स छैन होइन लुक एट देयर यस्तो खालको चाहिँ क्राउडेड भएको रहेछ हो त्यसै अब चाहिँ फेरि वान्स एगेन टुरिज्म चाहिँ ब्लुम गरेको जस्तो लागिरहेको छ फेरि आफ्टर कोभिडले गर्दाखेरि धेरै डाउन भएको थियो नि त होइन र फेरि फर्केर एकदमै अहिले चाहिँ फेरि फर्केर चाहिँ खतरा भएको रहेछ उठ्यो फर्केर फोटो खिच्ने ठाउँ पनि छैन होइन यहाँनिर यस्तो खालको छ कि अघि हामी तल चढेको ताक्छाङ बेस तल गाइस तल ताक्छाङ बेस अघि हामी चढ्यो होइन तल घोडाहरू देख्दैछ सानो सानो होइन उफ पारिपट्टि यस्तो छ ताक्छाङ चाहिँ लुक एट द्याट वाउ होइन माथिबाट पनि ठक्कै भिड छ तलबाट पनि भिड छ बिचमा चाहिँ कस्तो रहेछ यो बिल्ड गरेको होइन लुक एट द्याट
यस्तो खालको रहेछ लिफ्टमा होइन यहाँ माथिबाट चाहिँ आएर चाहिँ गुरिम्पोछेले चाहिँ यहाँनिर बिल्ड गरेको होइन सो यहाँको चाहिँ एकदम भाइब्स नै अर्कै छ लुकेट थियो होइन यहाँबाट मुनि हेर्दा गाइस उँधो हेर्न सक्छ अब तल मुटु च्याउ च्याउ हुँदो रहेछ हेर्न गाइस यहाँको चाहिँ सेफ्टीको चाहिँ एकदमै दामी ख्याल राखेर बनाएको छ सेफ्टी होइन यहाँ एकदम छ अदरवाइज यहाँनिर चाहिँ इनकेस तल माथि चाहिँ गएर चाहिँ यस्तो खुट्टा चिप्लेर गयो भने चाहिँ खलास वान मिस्टेक गेम फिनिस भनेको जस्तो हुन्छ नि त यो बाटो चाहिँ तर अहिले चाहिँ एकदमै यहाँनिरको चाहिँ सुधारहरू भइसकेको छ यो ठाउँहरू चाहिँ एकदमै क्रान्ति आइसकेको छ है साथीहरू यहाँनिर यो चेन्जेसहरूले गर्दा चाहिँ सो समरमा आउँदा चाहिँ यहाँनिर चाहिँ खतरा आइस बसिरहेको हुन्छ नि आइस ट्याप यहाँबाट आइस टक्कै लाग्यो होइन यस्तो उँभोसँगले चाहिँ आइस टक्कै बसिरहेको हुन्छ माथिसम्म आइस चाहिँ आइस हुन्छ होइन आइस यो खोला नि सानो मात्रै हुन्छ यता पुरा आइस देखेको छ नि त अहिले चाहिँ एकदम समर भएर चाहिँ आइस छैन रहेछ आइस चाहिँ छैन अहिले चाहिँ रेल्टहरू भएर होइन पानी मात्रै मजाले बगिरहेको छ हाम्रो देशको पानी राम्रो Wow, this is golden guys, golden. This is gold guys. Gold हो यो चाहिँ gold. Haha, gold. Finally enter गरिसके अनि दित्तम यो चाहिँ डुब्छु है गाइस डुब्छु लुक एट हियर दिस इज होली वाटर वाह दस कस्तो मजाले फुलिरहेको छ माथि त वाह एकदमै खतरा फुलिरहेछ यो यस्तो मजाले बाटोतिर एउटा दुईटा फुलेको देखेको थिएँ होइन र यहाँनिर हेर्नु त कस्तो मिठो गरेर फुलेको छ पप्पा यस्तो चाहिँ खास गरी थुप्रो रोप्नुपर्ने यहाँनिर के हो यो चाहिँ फेरि यस्तो गरेर आइरहेछ फुल्नु आँटेको रहेछ अब यहाँ माथि पुगेपछि चाहिँ यहाँ माथि यहाँ मान्छेहरू उभिरहेको देख्दैछ नि त दुई तिनजना त्यहाँ पुगेपछि चाहिँ क्यामेराहरू चाहिँ भित्र लानु दिँदैन फोन सोनहरू सबै मुनि नै राखी छोड्नुपर्छ होइन लकरमा राखेर चाहिँ त्यहाँबाट चाहिँ हामी जानुपर्छ त्यहाँबाट उहाँपछि क्यामेरा एलाउड छैन होइन सो त्यहाँसम्म चाहिँ देखाउने छ त सो मेरो आज खास डेस्टिनेसन भनेको त्यहाँ माथि लुक एट द स्काई होइन स्काईमा माथि माथि देख्दैछ नि त माथि देखेको हौ त्यहाँ पुग्नुपर्ने आज चाहिँ अनि त अलि छुङ्कुची दुध त सानो नानी सानो रहेछ होइन ऊ टक्कल जाँदैछ या नुचो हाई तस अनि अलि छुङ्कु दुमे त सानो अलि सानो नानी पनि जाँदैछ हेर्न माथि हेलो रिटर्न भइसकेको छ हाम्रो यहाँनिर एकदम फाइनली अब यहाँबाट चाहिँ भित्र क्यामेरा एलाउड छैन फोनहरू एनिथिङ के पनि एलाउड छैन होइन सो म फोन चाहिँ यहाँनिर राखेर त्यहाँबाट उँभो जान्छु फर्केर आएर फेरि उँभो जाँदैछु ओके फाइनली अब फोन चाहिँ यहाँ क्लोजिङ गर्दैछु र भित्र गएपछि के गर्नुपर्छ देखाउँछु है त म यहाँनिर चाहिँ अब यहाँनिर गएर एन्ट्री गरेर फोनहरू सबमिट गरेँ सबै कुरा त्यहाँबाट चाहिँ भित्र लकरमा ठक्कै फोन सोन राखेर चाहिँ लाग्ने छु यस्तो खालको छ सबैजना यहाँ लुकेट छ यहाँनिर चाहिँ एन्ट्री गर्ने ठाउँ चाहिँ यहाँ गाइस लुकेट छ एन्ट्री बेगो एन्ट्री यहाँ गरेर लकर चाहिँ यहाँभित्र छ लुकेट दे यहाँभित्र आफ्नो पर्सनल लकर हुन्छ त्यहाँ ठक्कै लगाएर राख्यो काम खलास र रेस्टरुमहरू यहाँनिर आएर फाइनली युज गर्नु पऱ्यो भने यतापट्टि रेस्टरुम पनि छ होइन यहाँनिर सबै आएर बसिरहेछ यहाँनिर लुकेट छ सबै आएर बसिरहेछ यो मान्छेहरू अब रेस्टरुम चाहिँ यहाँ छ है रेस्टरुम टोइलेटहरू चाहिँ यहाँनिर छ बा टोइलेट गयो भने यहाँ छ जाने यहाँनिर छ यहाँभित्र हो सो म टोइलेट युज गरेर आउँछु यता लेट्स चेक टोइलेट ल टोइलेट कति क्लिननेसहरू छ होइन कतिको क्लिननेस छ कतिको चाहिँ अब यहाँनिर चाहिँ एकदम यहाँनिरको चाहिँ क्लिननेसहरू कतिको रहेछ त्यो चेक गर्नुपर्ने छ आज ओके गाइस लेट्स सी नाउ ओके लेट्स चेक लुक एट हियर यहाँको टोइलेटहरू हेरे ताक्साङको टोइलेट यो टोइलेटहरू चाहिँ एकदम इम्पोर्टेन्ट एक्चुअली मान्छेहरूले चाहिँ यो टोइलेटहरू चाहिँ अलिकति नेग्लेक्ट गर्छ नि त
बट देन यो टोइलेटहरू चाहिँ मोस्ट इम्पोर्टेन्ट थिङ्स हो है हाम्रो लाइफमा चाहिँ होइन किनभने योहरू चाहिँ एकदम निट एन्ड क्लिन हुनुपर्छ नि निट एन्ड क्लिन त्यसले गर्दा चाहिँ लेट्स चेक आज चाहिँ यहाँ ताक्साङको चाहिँ टोइलेटको हेरौँ है यहाँ कस्तो रहेछ कन्डिसनहरू लेट्स चेक होइन हेरौँ नै टोइलेटहरू ताक्साङको टोइलेटहरू नट ब्याड यहाँनिर साइडमा मजाले यहाँनिर बेसिन पनि छ क्यान वास योर ह्यान्ड हियर यहाँनिर ऐना पनि छ मिररहरू होइन ठक्कैसँगले राइट अब चाहिँ हामी दुईजना चाहिँ ताक्साङको सबै हेरिसकेर फर्केका छौँ है त यहाँनिर दुईजना चाहिँ ठक्कैसँगले सक्यो होइन अब सकेर चाहिँ फर्किँदैछौँ सो म लाउनु पर्छ जस्तो छ त भनेको त यहाँ बसिन्जेल मात्रै अरे होइन अब यस्तो गरिन्छ केस अलिकति लामो भएको छ नि त होइन केस चाहिँ यस्तो गरेर चाहिँ यस्तो गरिन्छ ठक्कै यहाँ बसिन्जेल मात्रै लगाएर यो टोपी यहाँ बसिन्जेल मात्रै लेस खाने लेस पनि बोएछ है मैले स्न्याकको लागि यति नै हो स्न्याक्स पानी छ एक बोतल अझै ल अब लागौँ फेरि हिँड्नु म हिँड्यो भने बाँ छोडिन्छ फेरि अन्त भरे छोड्यो भने के गर्नु होइन चिन्ताहरू साह्रो छ नि त यो माथि जाउँथोपेरीमा जाने बाटो चाहिँ यस्तो रहेछ साथी हो यहाँ माथि बादल चढेको जस्तो गरेर हेर हेर त माथि कस्तो रहेछ म यहाँ मुनि छु होइन माथि यस्तो क्लिफ माथि त्यो भिर छ नि त भिर होइन क्लिफ त ढुङ्गाको क्लिफमा चाहिँ यसरी बनाएको रहेछ यो मुनि हेर न फेरि मुटु लाल जस्तो मुटु छिन लाल जस्तो यस्तो छ साथी हो यस्तो खतरा छ यो प्लेसतिर अन्त कहाँ सक्छ उस्तो मान्छे आउने ताप छैन गाह्रो छ साथी हो गाह्रो यहाँ मुनिहरूको भिड यहाँबाट झऱ्यो भने तल त्यो तल यो टिन भएको घरमा झर्छ यहाँबाट झऱ्यो भने मुनि अब भित्ता यस्तो छ यस्तो छ जानुपर्ने हेर राम के हो यस्तो अब चाहिँ फाइनली हामी चाहिँ माथि जाउँथोपेरी आइपुगिसक्यो जाउँथोपेरी ल जाउँथोपेरी पल्लोपट्टि जुत्ता लगाएको ए जुत्ता सुत्ता मच्चा सबै लाएर जानुहोस् जुत्ता सुत्ता मच्चा सबै लाएर जानुहोस् जाउँथोपेरी आए ए यहाँ खास आउनु खोजेको छ माथि टप तलबाट सानो टिका जस्तो देख्ने ठाउँ चाहिँ यहाँ है साथीहरू अहिले म देखाउँछु ल गाइसहरूलाई थाप्साङ अरे थाप्साङ ओके यस यो पनि त ठाउँ चाहिँ सानो यहाँ माथि एकदम प्लेट्यु माथि छ प्लेट्यु अहिले फर्केर आउँदा यस्तो छ यहाँको चाहिँ जाउँथोपेरी गाइस हेर यस्तो मजाको छ ड्राइगन हेर यस्तो मजाको छ ओके लेट्स go inside ओके वाउ यस्तो रहेछ यो ठाउँ त्यस त्यहाँ हेर त जाउँथोपेरी माथि है त वाउ हेलो हेर मुनि तल देख्दैछ हेर त ताक्साङ यहाँनिर यहाँ हो नि त म आउने भनेको चाहिँ हेर यहाँ आउनु लागि चाहिँ हामीहरू कताबाट आयो अरे बोफ्रे यहाँबाट भिर हेर त मुनि वाउ तल मुनि त्यो देख्दैछ नि हरियो घर पो अनि यहाँबाट आएको त्यो त्यहाँ ठक चढेर बफे कस्तो भिर माथि चढेको हेर बब्ब अहिले देखेको त उपर हेर भिर हामी चढेको त यालामा खेनो वाट द हेल इज दिस म्यान लुक एट हियर भ्यू हेर ऊ हेर त यहाँ मुनि
कस्तो डर लाग्यो यहाँबाट भने पल्लोपट्टिबाट हेर्नु त यहाँबाट यल्लामा हेर हेर उफ तल यहाँबाट सर्टै लिएर चाहिँ पर टाउन मुनि हेत्तिरिका यहाँबाट हेर रुखहरू कस्तो छ पर फरेस्टहरू बाफरे यो हो नि त पारा चाहिँ यो ताक्छाङ हेर मुनि ताक्छाङ हेर त ताक्छाङ यत्रो देख्दैछ हो यल्लामा खेनो लुके छ हेर न यस्तो मजाको छ पो यहाँबाट सट्टै गऱ्यो त्यहाँ चाहिँ यस्तो भिर छ पारिपट्टिको भिरहरू हेर बाफरे बाफरे क्या चाहिँ छ नि त बब्बल राइट अब चाहिँ हामीहरू चाहिँ फर्किँदै घरतर्फ लाग्यौँ होइन फाइनली सबै काम दाम सबै टाकटुक टडाकटुक भएर चाहिँ अब चाहिँ फर्केको गाडी पार्किङ तल छ होइन सो द्याट्स इट फर टुडे सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो होइन र आजको लागि चाहिँ यति नै छ होइन सो डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल एन्ड अल्सो फलो माई फेसबुक पेज ल सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो ओके द्याट्स इट फर टुडे